ज्यूहरूलाई खादा मालाले स्वागत गरिदिनु हुनको लागि चाहिँ हाम्रो समितिका साथीहरू शान्ति चौधरी, कोपिला सापकोटा, सम्झना सुवेदी र अन्जु लामाज्यूलाई म अनुरोध गर्न चाहन्छु र म आसन गरेर अगाडि बढाउन चाहन्छु। साना सहकारी खानेपानी उपभोक्ता समितिबाट प्रतिनिधित्व गरेर आउनुभएको जो हुनुहुन्छ कृपया अगाडि आएर आसन ग्रहण गरिदिनु होला भन्न चाहन्छु। यसै गरी अमृत खानेपानी उपभोक्ता समितिबाट प्रतिनिधित्व गरेर जो आउनुभएको छ कृपया अगाडि आएर आसन ग्रहण गरिदिनु हुनको लागि पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी नवोद्यमी दुध उत्पादक सहकारी संस्थाबाट अध्यक्ष वा प्रतिनिधित्व गरेर जो आउनुभएको छ कृपया अगाडि आएर आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी नेपाल रेड क्रस सोसाइटीबाट श्री रामकुमार अधिकारीज्यूलाई पनि म अतिथिको आसन ग्रहण गर्नको लागि अनुरोध गर्न चाहन्छु। आइपुग्नु भएको छैन, आउनु भएपछि फेरि पनि म अतिथि आसन गरेर अगाडि बढाउने छु। यसै गरी कालिका बहुउद्देश्य सहकारी संस्थाबाट पाल्नुभएका श्री सुदीप पर्जालज्यूलाई पनि म अतिथि आसन गर्नको लागि हार्दिक अनुरोध गर्न चाहन्छु, गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी क्षेत्र नम्बर 1 बाट श्री गोलेराम प्रजाज्यूलाई पनि म अतिथिको आसन गर्नको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। यो हाम्रो क्षेत्रीय संयोजक हुनुहुन्छ। यसै गरी क्षेत्रीय संयोजक क्षेत्र नम्बर 2 बाट श्री सुन्दर प्रजाज्यूलाई पनि म अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद। मैले अतिथिको आसन ग्रहणलाई यहीँ राख्न चाहन्छु। फेरि पनि आवश्यक परेको खण्डमा यसलाई फेरि पनि म गराउने छु। अब चाहिँ म कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। राष्ट्रिय गान हाम्रो यो आज कार्यक्रममा राष्ट्रिय गानको लागि चाहिँ कृपया सबैजना आफ्नो स्थानमा खडा भइदिनु हुनको लागि म अनुरोध गर्न चाहन्छु। राष्ट्रिय गानको टुन बजाइदिनु होला। धन्यवाद। श्री कालिका सामुदायिक वन उपभोक्ता समूह वीरेन्द्रनगर कोराड खैरेनी सिद्धि राप्ती नगरपालिका 8 करोड बस्ती चितवन व्यवस्थापन उत्पादन रोजगार वन संरक्षण नै समृद्धिको आधार। यो सामुदायिक वनको 21औं वार्षिक साधारण सभा सम्बोधन भएको घोषणा गर्दछु। जीहरूलाई स्वागत मन्तव्य राखेर स्वागत गरिदिनु हुनको लागि हाम्रो समितिका सदस्य श्री शान्ति चौधरीज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु र यो समयमा उहाँलाई दिन चाहन्छु। र आज यो वनमा हाम्रो तपाईहरुले वर्षभरि गरेको कामहरू सबै पैसा आय व्यय विवरणहरू सुन्न आउनु भएको छ। हजुरहरू आएर कुर्सीमा एकदमै निर्धक्कपूर्वक आएर बसिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। त्यसरी छरिएर बसिदिनु भयो भने यहाँ त संस्थाको आय व्यय विवरणहरू प्रष्ट रूपमा तपाईहरुले सुन्नुहुन्न। सुन्नु भएन भने घरमा गएर के भयो तपाईहरुलाई थाहा केही पनि हुँदैन।
आज यस साधारण सभामा सम्पूर्ण सदस्यलाई स्वागत गर्न म शान्ति महतोको तर्फबाट आज मिति 2082 9 महिना 29 गतेको दिन हुन गइरहेको यस श्री कालिका सामुदायिक वन उपभोक्ता समूहको 21औं साधारण सभाका सभापतिज्यू, विशिष्ट अतिथिज्यूहरू एवं सम्पूर्ण उपभोक्ताज्यूहरू, दाजुभाइ दिदीबहिनीहरू, आमा बुवा सबैमा यस समूहको तर्फबाट र मेरो तर्फबाट स्वागत, हरित अभिवादन, नमस्कार गर्न चाहन्छु। आज यस भेलामा उपस्थित भएर यस समूहले गरेका प्रतिवेदनहरू प्रस्तुत गर्दा ध्यानपूर्वक सुनिदिनु हुन अनुरोध गर्दछु। साथै आगामी वर्षमा गर्ने कार्यक्रमहरू, वार्षिक कार्यक्रमहरूमा केही विषय छुटेकोमा उपभोक्ताहरूलाई मनमा समूहले यस्तो कार्यक्रम गरिदियोस् भन्ने लागेकोमा कागजातमा नोट गरेर पेश गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। सुशासित ढङ्गले कार्यक्रम सम्पन्न गराउनु भनी हजुरहरू सबैलाई फेरि पनि स्वागत, हरित नमस्कार। सुशासन, उत्पादन, रोजगार, वन संरक्षण नै समृद्धिको आधार। जय हरियाली, जय प्रकृति। धन्यवाद। हजुरहरूलाई सम्पूर्णमा मेरो फेरि स्वागत गर्दै स्वागतम 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 धन्यवाद चाहन्छु। फेरि पनि अतिथि आसन गर्न राख्दै आवश्यक परेको खण्डमा जोड्ने नै छु। यो समय कार्यालय सचिव श्री खुमादेवी पौडेलज्यूलाई म अनुरोध गर्दै यो समयमा उहाँलाई दिन चाहन्छु। नगरपालिका 8 चितवनको 81-82 को प्रगति प्रतिवेदन, वन संरक्षण प्रतिक्रिया, वन गस्ती सम्बन्धमा यस श्री कालिका सामुदायिक वनलाई संरक्षण गर्नको लागि विगत वर्षहरूमा झैँ यस वर्ष पनि सामुदायिक वन गस्ती गर्ने कार्य भएको छ, जसलाई प्रभावकारी र वन गस्तीलाई नियमितता दिन अतिरिक्त गस्ती सञ्चालन गर्न दैनिक 7 जना वनरक्षकको व्यवस्था भएको छ। उपभोक्ता समूह सदस्यबाट 133 वटा टोली निर्माण गरी पालैपालो वनरक्षक र टोली प्रमुखको निर्देशनमा दैनिक गस्ती गर्ने कार्य गर्दै आइरहेको छ। यस आर्थिक वर्षमा पनि सफल बनाउन र वन संरक्षण कार्यलाई प्रभावकारी बनाउन उपभोक्ता सदस्य 2476 जनाले वन गस्ती गरेका छन् भने आर्थिक रूपमा 14,85,600 बराबरको श्रमदान गरेका छन्। सुराकीहरूले निरन्तर निगरानी गस्ती गर्ने गरेका साथै डिभिजन वन कार्यालयबाट गस्ती टोली बेला बेलामा आएर वन गस्तीमा सहयोग गरेको सब डिभिजन प्राविधिकहरूले वन गस्तीमा निरीक्षण गरिरहेका साथै आवश्यक सहयोग सल्लाह प्राप्त भएको छ। बन्देज तथा तारबारको व्यवस्था, वनको सिमाना किनारा क्षेत्रमा तारबारलाई मर्मत गरी सीमा रेखा कायम गरिएको छ। अग्नि नियन्त्रण तथा अग्निरेखा निर्माण सम्बन्धमा यस सामुदायिक वनको आर्थिक वर्ष 81-82 मा सामुदायिक वन क्षेत्रमा आगलागी नियन्त्रणको लागि उपभोक्ता परिचालन गरी 2279 जना उपभोक्ताले आगलागी नियन्त्रण गरी वन क्षेत्रको आगोमा जोखिमपूर्ण ठाउँहरूमा गरी जम्मा 9 किलोमिटर अग्निरेखा निर्माण गरी पात पतिङ्गर झारपात सफा गरी आर्थिक रूपमा लैजाँदा 17,58,084 रुपियाँ बराबरको जनश्रमदान भएको छ। आगलागी सूचना दिने सदस्यलाई पुरस्कार दिने निर्णयका साथै आगलागी नियन्त्रणको थाहा पाउँदै नजानेहरूलाई कडा कारबाही गर्ने निर्णय समेत पारित गरियो। आगलागीका महिनाहरूमा वन प्रवेश पूर्ण रूपमा रोक लगाइयो। नर्सरी तथा वृक्षारोपण सम्बन्धमा यस आर्थिक वर्षमा डिभिजन वन कार्यालयबाट विभिन्न जातका बिरुवाहरूलाई वन सीमा अतिक्रमण क्षेत्रमा र खोला किनार खाली चौरमा वृक्षारोपण तथा पुनरोपण कार्य गरियो। उक्त कार्यमा केही काम ज्याला दिएर लगाइयो भने बढी मात्रामा उपभोक्ताहरूको जनश्रमदानबाट सम्पन्न गराइयो। साथै गरिब तथा विपन्न वर्ग एवं सीमान्तकृत वर्गका उपभोक्ताहरूलाई आय आर्जनको लागि उन्नत जातका फलफुलका बिरुवाहरू, आँप, कटहर, लिची, कागतीका बिरुवाहरू 2,26,310 रुपियाँ बराबरको बिरुवाहरू समूहले खरिद गरी निःशुल्क वितरण गरियो। जडीबुटी, यस सामुदायिक वन क्षेत्र उपभोक्ता परिचालन
यस सामुदायिक वन क्षेत्रभित्र उपभोक्ता परिचालन गरी जडीबुटी पहिचान तथा पहिचान भएका जडीबुटीहरूको संरक्षण गर्ने कार्य सम्पन्न गरेको छ। साथै सम्पूर्ण उपभोक्ताहरूलाई जडीबुटीको पहिचान, प्रयोग विधि र फाइदाको बारेमा जानकारी गराउनको लागि पुस्तक तयार गर्ने प्रयास भइरहेको छ। छाडा चौपाया चरीचरण सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले छाडा चरीचरणलाई नियन्त्रण गर्ने कार्य गर्दै आइरहेको छ। वन्यजन्तु संरक्षण र चोरी सिकारी सम्बन्धमा यस आर्थिक वर्षमा उपभोक्ता सदस्यहरूलाई वन्यजन्तु चराचुरुङ्गी सम्बन्धमा जनचेतनामूलक अन्तर्क्रिया टोल भेला छलफल गरियो। चोरी सिकारी नियन्त्रण तथा निगरानी एवं गस्ती गर्ने कार्यलाई 1 जना सुराकी खटाई निरन्तरता दिइयो। वन्यजन्तुको लागि पानी पिउने पानीको लागि झान्जीबाङमा 1 वटा पोखरी र गङ्गटे चौरमा 1 वटा पोखरी गरी 2टा पोखरीलाई सफाई गर्ने काम गरिएको छ। वन संरक्षणमा सहयोग पुर्याउन गस्तीमा 2टा कुकुरहरू समेत पालेर परिचालन गरिएको छ। झिझा दाउरा भुइँघाँस सम्बन्धमा यस सामुदायिक वनमा समय समयमा उपभोक्ताहरूलाई दाउरा सङ्कलनको लागि सामुदायिक वन प्रवेश खुल्ला गरेको समयमा 4090 भारी दाउरा र व्रतबन्ध विवाह जस्ता कामका लागि समूहको घाटगद्दीबाट सशुल्क 56,738 केजी दाउरा बिक्री गरेको। साथै दाह संस्कार तथा क्रियाको लागि 16,718 केजी दाउरा अनुदान उपलब्ध गराइयो। बाकल 58,527 केजी उपभोक्ताहरूमा बिक्री गरियो। साथै बेसाइज डाँड 6,833 केजी बिक्री गरियो। वन क्षेत्रमा अतिक्रमण सम्बन्धमा सीमा नामिच्ने अतिक्रमण गर्ने उपभोक्ताहरूलाई कार्यालयमा बोलाएर सम्झाउने, बुझाउने र बोट बिरुवा रोपण गर्न लगाउने कार्य गरिएको छ। वन विकास कार्य तर्जुमा यस सामुदायिक वनको दिगो विकास र वन व्यवस्थापन एवं जैविक विविधता, वातावरण, पर्यावरण, पूर्वाधार विकास, आयमूलक गरिबी न्यूनीकरण आदि सम्पूर्ण पक्षको विकासको लागि डिभिजन वनको प्राविधिक टिमको सहयोगले दिगो वन कार्ययोजना 2081 देखि 2091 सम्मको तयार गरी कार्यान्वयन गरियो। वन पैदावार सदुपयोग प्रत्येक हप्ताको आइतबार र शुक्रबार 2 दिन मात्र घाँस सङ्कलन गर्ने र स्वतः दैनिक सङ्कलन गर्न पाइने व्यवस्था गरिएको छ। दाउरा सङ्कलनको लागि वर्षमा 2 पटक वन नाका खुल्ला गरिएको छ। सालजात, अस्नाजात र अन्य जात गरी ढलापाडा C1S1 प्लट र C2FS1 प्लट गरी 2 वटा प्लट र ढलापाडा गरी 3 वटा प्लटमा जम्मा 1701 थान गोलियाको 15,460 क्युबिक गोलिया काठ र 32 चट्टा दाउरा 56 कटान स्वीकृत भएकोमा घाटगद्दीमा 23 चट्टा दाउरा र 14,940.8 क्युबिक गोलिया घाटगद्दीमा आएको छ। वर्षातको कारणले बाटो अवरुद्ध भएकोले साल, अस्ना र अन्य गरी 72 थान गोलिया जङ्गलमा नै सुरक्षित गरी राखिएकोमा वर्षात रोकिने बित्तिकै उक्त गोलियाहरू साथै बाँकी रहेको दाउराहरू पनि ल्याउने प्रयास गरिनेछ। उक्त 14,940.8 क्युबिक गोलिया मध्ये 75 थान गोलियाको 851 क्युबिक जङ्गलमा भिर, खोल्सा, अप्ठ्यारो, असहज भूगोलमा भएको हुँदा सोही स्थानमा हाते आरोद्वारा चिरान गर्न डिभिजन वनको सहमति प्राप्त पत्र अनुसार चिरान गर्दा 400.59 क्युबिक चिरान काठ र उत्पादन भई घाटगद्दीमा आएको छ। ड्युटी संरक्षणको आधारमा श्रेणी अनुसार दर रेट कायम गरिनेछ। साथै उपभोक्ताहरूले 25 क्युबिक सामुदायिक वनका गरिब तथा विपन्न उपभोक्ता सदस्यहरूलाई बिरामी उपचारार्थ 13 जनालाई सहयोग उपलब्ध गराइयो। विद्यार्थी, युवा क्लब, मन्दिर, विद्यालय एवं उपभोक्ताहरूको काज क्रिया र गरिब विपन्न उपभोक्ताहरूको लागि आर्थिक तथा वन पैदावार अनुदान सहयोग गरियो। जल तथा विज्ञापन यस सामुदायिक वन उपभोक्ता समूह तथा समितिका कार्यलाई विभिन्न समाचारका माध्यमद्वारा उपभोक्ता सदस्यहरूलाई सूचित गर्ने तथा शुभकामना दिइने कार्य गरियो। साथै समसामयिक विषयमा जानकारी दिन पत्र पत्रिकामा तथा पुस्तक खरिद गर्ने कार्य गरियो। क्षतिपूर्ति राहत यस आर्थिक वर्षमा समूहको कार्यक्षेत्रभित्रका उपभोक्ताहरू 12 जनाको खोरबाट बाख्रा बाघले तानेर लगेको हुँदा उक्त बाख्राको क्षतिपूर्ति सामुदायिक वनले प्रति केजी रु 500 को दरले अनुमानित केजीको सरदरमा आर्थिक सहयोग उपलब्ध गराएको छ। सामुदायिक विकास, सामुदायिक पहिचान होर्डिङ बोर्ड
1,91,395, शैक्षिक सहयोग 19,250, जलाधार संरक्षण 1,400, बाटो निर्माण तथा मर्मत 19,250, गुम्बा तथा मठ मन्दिर निर्माण 1,14,500, कृषि औजार अनुदान 16,440, विपन्नलाई आवास खर्च 79,750, राष्ट्रिय प्रकृति संरक्षण कोष सौरासँग साझेदारीमा सहयोग गाई वितरण 1,40,000, बाख्रा वितरण 92,600, सहकारी तालिम तथा सहकारी स्थापना। यस कालिका सामुदायिक वन र राष्ट्रिय प्रकृति कोष सौराको संयुक्त लगानीमा यस वनको कोराक र सिद्धिका विपन्न उपभोक्ताहरूलाई आय आर्जनमा सहयोग पुर्याई जीवन स्तर सुधार्नको लागि कोराकमा 3 जनालाई गाई वितरण गरियो, बाँसगारीमा 6 जनालाई बाख्रा वितरण गरियो। सरकारबाट 10 लाख सहयोग लिई कालिका सामुदायिक वनले जिम्मा लिएर एकवटा ट्रस्ट किड्स हाउस बनाएको र कालिका सामुदायिक वनको लगानीमा पार्कमा वृक्षारोपण गरियो। पार्क व्यवस्थित गर्नको लागि दोस्रो गेट समेत निर्माण गरियो। भइपरि आउने विषयमा यस आर्थिक वर्षमा सामुदायिक वनको कार्यक्रम तथा विषयलाई परिमार्जन संशोधन गर्न वा जटिल परिस्थितिको सिर्जना हुँदा समितिले क्षेत्रीय समिति परिषदको भेलाको निष्कर्षको निर्णयको आधारमा आगामी साधारण सभामा अनुमोदनका लागि पेश गर्ने कार्य सञ्चालन गरी घाटगर्दीमा थप गरेको 2 गठा समेतमा काँडे तारबार गरी सुरक्षित गरियो। साथै सीसी क्यामेरा जडान गरियो। कार्यालय परिसरमा एकवटा थप टहरो निर्माण गरियो। वन पैदावार अनुदान तथा आर्थिक चन्दा बाँसगारीका विपन्न उपभोक्ताहरूलाई आवास निर्माणको लागि 250 किफिट काठ अनुदान उपलब्ध गराइयो। दाह संस्कारको लागि 84 जनालाई 3.5 कुन्टलको दरले दाउरा अनुदान उपलब्ध भित्र बसोबास गरेको व्यक्तिहरू सदस्यता लिन चाहेकालाई सहज बनाउन किस्ताको प्रक्रिया बनाई सहज गरेकोमा 3 जनाले प्रक्रियामा रहनु भएको छ। उपसमितिका पदाधिकारीज्यूहरू, डिभिजन वन कार्यालय, सब डिभिजन वन कार्यालय, सम्बन्धित रेन्ज पोस्टका प्राविधिकज्यूहरू, गैर सरकारी संस्था, स्थानीय निकाय, राजनैतिक दल, बुद्धिजीवीहरूलाई सबैलाई धन्यवाद टक्राउँदै आगामी आर्थिक वर्षहरूमा पनि निरन्तर सहयोगको सल्लाह सुझाव मार्गनिर्देशनको अपेक्षा राख्दछौँ। धन्यवाद। प्रतिवेदन लेखा सदस्य श्री लक्ष्मी अर्यालज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु र यस समयमा उहाँलाई दिन चाहन्छु लेखा प्रतिवेदनको लागि। ज्यूमा मेरो तर्फबाट नमस्कार टक्राउन चाहन्छु र आइदिनु भएकोमा म धन्यवाद पनि दिन चाहन्छु। हुन त मैले यो अब भूतपूर्व भएकोले गर्दाखेरि मैले अध्ययन गर्न पाएको छैन होइन, त्रुटिहरू हुनसक्छ यो पढ्ने क्रममा। यो वर्तमानले गर्नुपर्ने थियो, तैपनि म चाहिँ यहाँहरूलाई पढेर सुनाउन म अनुरोध गर्न चाहेँ, अनुमति चाहेँ। त्यही कारण लामो अवधिका लगानी 29,000 र टोटल जम्मा गैर चालु सम्पत्ति चाहिँ 35,48,406 रुपियाँ 6 रुपियाँ 81 पैसा। त्यसै गरेर अब चालु सम्पत्तितर्फ मौजदात 36,28,577 रुपियाँ 31 पैसा, पाउनुपर्ने हिसाबमा 33,80,983 रुपियाँ। त्यसै गरेर नगद वा नगद सरह 13,15,348 रुपियाँ। त्यसै गरेर जम्मा चालु सम्पत्ति 83,24,24,909 रुपियाँ 13 पैसा। कुल सम्पत्ति 1,18,73,315 रुपियाँ 93 पैसा। त्यसै गरेर कोष तथा दायित्वतर्फ अप्रतिबन्धित कोष सञ्चित बचत 15,24,731 रुपियाँ 62 पैसा। त्यसै गरेर कोष जम्मा 15,24,731 रुपियाँ 62 पैसा। अब दायित्वतर्फ गैर चालु दायित्व हाम्रो स्थगन कर दायित्व चाहिँ 14,889 रुपियाँ 61 पैसा। त्यति नै अब चालु गैर दायित्व त्यति नै हुने भयो 14,889 रुपियाँ 61 पैसा। अब चालु दायित्व भुक्तानी दिनुपर्ने हिसाब 82,00,000
88,494 रुपियाँ 50 पैसा। ऋण तथा सापटी 16,40,876 रुपियाँ। त्यसै गरी आयकर दायित्व 4,04,324 रुपियाँ 20 पैसा। जम्मा चालू दायित्व चाहिँ 1,03,33,694 रुपियाँ 70 पैसा। जम्मा दायित्व अब 1,03,48,584 रुपियाँ 31 पैसा। कुल कोष तथा दायित्व 1,18,73,315 रुपियाँ 93 पैसा। अब अर्को मैले वित्तीय आम्दानी यो आम्दानीतिरको म पढेर सुनाउन गएँ। त्यसमा वन पैदावार बिक्रीबाट आम्दानी 1,46,33,203 रुपियाँ। सञ्चालन आम्दानी 1,62,570 रुपियाँ। अन्य आम्दानी 2,35,132 रुपियाँ 97 पैसा। जम्मा आम्दानी 1,30,30,905 रुपियाँ 97 पैसा। त्यसै गरेर प्रशासनिक खर्चतर्फ 11,37,43 रुपियाँ 77 पैसा। वन व्यवस्थापन खर्च 81,49,622 रुपियाँ 20 पैसा। अन्य विकास खर्च 16,50,904 रुपियाँ। त्यसै गरी विपन्न वर्ग लक्षित जीविकोपार्जन कार्यक्रम खर्च 4,23,090 रुपियाँ। त्यसै गरी अनुदान सहयोग 57,250 रुपियाँ। तालिम गोष्ठी कार्यक्रम खर्च 1,16,360 रुपियाँ। त्यसै गरी मर्मत सुधार खर्च 1,60,381 रुपियाँ। त्यसै गरी हरास परिशोधन खर्च 2,15,218 रुपियाँ 33 पैसा। जम्मा खर्च भएको छ 1,19,09,869 रुपियाँ 29 पैसा। कर अघिको खुद बचत 31,21,036 रुपियाँ 68 पैसा। त्यसै गरी यस वर्षको कर व्यवस्था 4,04,771 रुपियाँ 94 पैसा। यस वर्षको स्थगन कर खर्च 3,86,353 रुपियाँ 48 पैसा। खुद बचत रहेको छ 23,29,911 रुपियाँ 26 पैसा। हल्का यहाँ समक्ष अलिअलि यसो दिमागमा राख्नुभयो होला, धेरै सम्झिनुभयो होला। पछि टिका टिप्पणी गर्नुपर्ने हुन्छ, यसैमा छलफल हुने हो होइन। त्यसैले अब मैले यो पढेर सुनाएँ भ्याएँ। मलाई यहाँ पढ्ने अनुमति दिएकोमा म धन्यवाद पनि समितिलाई दिन चाहेँ। धन्यवाद। हस्त नमस्कार। जोड्न चाहन्छु यो समय नव उद्यमी दुग्ध सहकारीबाट दुग्ध सहकारी संस्थाबाट प्रतिनिधित्व गरेर पाल्नुभएका श्री कृष्णराम उप्रेतीज्यूलाई म आसन ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। नव उद्यमी कृषि दुग्ध सहकारीबाट। यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधित्व गरेर जो आउनु भएको छ कृपया अगाडि आइदिनु होला भन्न चाहन्छु। यसै गरी काङ्ग्रेस नेकपा काङ्ग्रेसबाट प्रतिनिधित्व गरेर जो आउनु भएको छ, मैले अघि नै अगाडि भनिसकेको छु, फेरि पनि आउनु भएको छ भने कृपया अगाडि आएर आसन ग्रहण गरिदिनु हुनको लागि म अनुरोध गर्न चाहन्छु। आजका यस कार्यक्रम प्रस्तुत गरेर जुन सहयोग पुर्याउनु भएछ हाम्रो म्याडमलाई धेरै धेरै धन्यवाद छ। त आज कालिका सामुदायिक वनको यो 21औं साधारण सभा का प्रमुख अतिथिज्यू राप्ती 8 का वडाध्यक्ष प्रमुख अतिथिज्यू, यसै गरी खरी सब डिभिजन वन कार्यालयका अधिकृत युगल किशोर लाल सर, त्यस्तै गरी देशमा आसीन रहनुहुने नेकपा एमाले पार्टीका प्रदेश कमिटी
सदस्य, यसै गरी हाम्रा समाजसेवी निवर्तमान वडाध्यक्ष, राष्ट्रिय मावि बज्रहट्टीका अध्यक्ष बुद्धिराज थपलियाज्यू, यसै गरी अमृत खानेपानीका प्रतिनिधिज्यू र देशमा आसीन रहनुहुने मेरा प्यारा अतिथिगणहरूमा म कालिका सामुदायिक वनको तर्फबाट र आम उपभोक्ताको तर्फबाट यहाँहरूलाई अभिवादन गर्न चाहन्छु। साथसाथै कालिका सामुदायिक वनको यो 21औं साधारण सभामा उपस्थित रहनुहुने मेरा प्यारा अत्यन्तै श्रद्धेय सामुदायिक वनका उपभोक्ता महानुभावहरू, बुद्धिजीवीहरू, शिक्षकहरू, विभिन्न पेसागत रूपमा कार्यरत रहनुहुने मेरा मित्रहरूलाई म कालिका सामुदायिक वनको तर्फबाट हरित अभिवादन टक्र्याउन चाहन्छु। र मलाई कार्यक्रम सञ्चालिकाले आगामी वर्षको कार्यक्रम प्रस्तुत गरिदिन अनुरोध गर्नुभएको छ। म त्यतातिर ध्यान आकर्षण गर्न चाहन्छु र मैले यहाँबाट वार्षिक कार्यक्रम प्रस्तुत गरिरहँदा यहाँहरूको मन मस्तिष्कमा उठेका जिज्ञासालाई मलाई जानकारी गराएर मैले सकेसम्म यहाँहरूको चित्त बुझ्ने, जवाब दिन सक्ने कोसिस गर्नेछु र यहाँहरूलाई मनमा लागेको कुरा सावधानीपूर्वक, अनुशासित, मर्यादित ढङ्गबाट चिट मार्फत मलाई पठाइदिन म आग्रह गर्न चाहन्छु। त म आर्थिक वर्षको मैले सबै पुस्तकको पाना पढेर सक्दा लगभग 2 घण्टा भन्दा बढी लाग्छ र उपभोक्ताको मैले यहाँ देखिरहेको छु उपस्थिति गरेर उहाँहरू फटाफट अन्यत्र जाँदै हुनुहुन्छ। आज कार्यक्रम जुधेको अवस्था छ। खिचरा महोत्सव पनि आजै रहेको कारणले र हाम्रो नजिकमा रहेको बलराम दुग्ध उत्पादन सहकारी संस्थाको पनि साधारण सभा भएको हुनाले उपभोक्ताहरूको बिचमा चाहिँ यता र उता दौडधुप चलिरहेको कुरा मैले यहाँ बसेर म महसुस गरिरहेको छु। तैपनि यहाँहरूले कालिका सामुदायिक वनको यस साधारण सभालाई सौन्दर्यपूर्ण ढङ्गबाट उपस्थित जनाइराखिदिनु भएको छ। सायद मनमा उठिरहेको होला कति बेला कार्यक्रम सकिएला फेरि त्यहाँ अर्को संस्थामा जाने भन्ने मनमा चलिरहेको होला। नातिनुहोस्, म कार्यक्रम छोटो गत वर्ष नियमित रूपमा सञ्चालन गरिरहेको कुराहरूलाई त्यति लम्ब्याउने पक्षमा छैन र यस वर्ष थपिएका कुराहरू मात्रै यहाँको बिचमा ल्याउने कोसिस गर्नेछौँ। सामुदायिक वनको हामीले वार्षिक कार्यक्रम बनाउँदा वार्षिक कार्यक्रमको यो चाहिँ लक्ष्य यहाँहरूलाई गत वर्षसम्म मैले सुनाइरहेको छ, त्यस्तो लक्ष्यमा परिवर्तन छैन, उद्देश्य पनि फरक छैन र यस वर्ष कार्यक्रम गरेको कुराहरू पनि खासै त्यति धेरै फरक छैन। वन गस्तीको क्रममा मैले यो कुरा फेरि जोडेको छु। वन संरक्षण अन्तर्गत वन गस्ती कार्यक्रमलाई निरन्तरता दिएको छु। त्यस्तै गरी अग्नि नियन्त्रण सम्बन्धमा पनि हामीले यो अग्नि नियन्त्रणलाई पनि निरन्तर गरेका छौँ। अग्निपथ निर्माण र मर्मतलाई पनि निरन्तरता गरेका छौँ। आगोको रोकथाम गर्ने कुराको पनि हामीले निरन्तर गरेका छौँ र प्रचार प्रसारका कुरालाई यो अग्नि नियन्त्रणको लागि प्रचार प्रसारको कुरालाई पनि हामीले निरन्तरता गरेका छौँ। यसै गरी आगलागी नियन्त्रण, फायर फाइटिङ तथा मर्मत, कानुनी व्यवस्था, वन संरक्षण अतिक्रमण नियन्त्रण सम्बन्धमा अलि जोडदार ढङ्गले कुरा उठाएका छौँ। म यहाँलाई निवेदन गरौँ कि वन संरक्षणको क्रम चाहिँ तीव्र गतिले बढिरहेको छ। म यहाँहरूको बिचमा कालिका सामुदायिक वनको 1057.05 हेक्टर 8 हेक्टर 48 हेक्टर जमिन यो राज्यको तर्फबाट आम नागरिकको नाम उपभोक्ता सदस्यको नाममा ह्यान्डओभर गरेको, हस्तान्तरण गरेको, त्यो क्षेत्र नक्साङ्कन गरेर जनताले उपभोग गर्ने, वन संरक्षण गर्ने, त्यहाँका जमिन, माटो, ढुङ्गा, बालुवा, गिट्टी सबै संरक्षण गर्ने, प्राकृतिक स्रोत संरक्षण गर्ने, वन्यजन्तु संरक्षण गर्ने गरी राज्यको तर्फबाट आम नागरिकको नाम किटान गरेर हस्तान्तरण गरेको क्षेत्र अतिक्रमण रोक्ने कुरामा चाहिँ म यस वर्ष हामी कडाइका साथ जाने कुरा मैले यहाँहरूको बिचमा चाहिँ यो वार्षिक कार्यक्रममा चाहिँ समावेश गरेको छु।
त्यस्तै गरी चरीचरण नियन्त्रणलाई पनि यहाँहरूलाई घुम्ती चरण प्रणालीमा लिएर जान कोसिस गरिरहेका छौँ। यो घुम्ती चरण भनेको एक वर्ष एक ठाउँमा अर्को वर्ष अर्को ठाउँमा, र यो फेरि पनि किनभने यहाँहरूलाई थाहा छ कालिका सामुदायिक वनमा बाघको संख्या बढ्दै गएको छ। चितुवाको संख्या हिजो कम थियो, छन त थियो, कम थियो, यस अझै चितुवाको संख्या बढ्ने क्रममा छ र पाटे बाघ पनि बढ्ने क्रममा छ। हाम्रो गणना अनुसार 7 वटा पाटे बाघहरू यस वनमा अहिले विद्यमान छन्। त्यसो भएको हुनाले चरीचरण कहाँ सुरक्षित हुन्छ त्यो क्षेत्रमा हामीले पठाउँछौँ र एकै वर्ष प्रत्येक वर्ष एउटै क्षेत्रमा चरीचरण गर्न दिँदैनौँ। त्यसो गर्दा वनमा घुम्ती चरण गर्दाखेरि बोट बिरुवा हुर्किने अवसर प्राप्त हुन्छ। त्यस्तै गरी वन क्षेत्र तारबार, वन क्षेत्रका कतिपय संवेदनशील क्षेत्रमा तारबार गर्नुपर्ने अवस्था छ। मैले विभिन्न निकायसँग सम्पर्क गरेँ। जनता आफै सुरक्षा गर्न सम्भव छ, किन सामुदायिक वनमा तारबार लाउनु पर्यो? आम जनताले संरक्षण गर्न सक्दैन। स्वाभाविक मनमा तारबार लगाइदिनुहोस् न, जङ्गलमा किन तारबार लगाइदिनु पर्यो? हरेक उपभोक्ताको मनमा तारबार गरिदिनुहोस्, आफै तारबार भइहाल्छ नि भन्नुहुन्छ। तर सबै मान्छे उहाँले पनि बुझ्नुभयो होला, सबै मान्छेलाई मनमा तारबार त्यो ढङ्गले लाउने हो भने सेना पनि चाहिँदैन, पुलिस पनि चाहिँदैन, कानुन पनि चाहिँदैन। त्यसो सम्भव हुँदो रहेनछ। हाम्रो प्र्याक्टिसमा अहिलेसम्म त्यो सम्भव देखिएको छैन। त्यसो भएको हुनाले केही संवेदन ठाउँहरूमा हामीले तारबार गर्नै पर्ने अवस्था सिर्जना भएको छ र लगाएको तारबार पनि अनाधिकृत ढङ्गबाट ट्यापे, चुल्ठे, गजडी, डगिसहरूले काटेर कवाडीलाई बेचेर साइकल समातेर यही गोदामभित्र राखेका छन्। यो क्रम जारी छ। म यहाँहरूलाई निवेदन गरौँ, वन पैदावार चोरी निकासी नियन्त्रण गत वर्ष भन्दा यो वर्ष चोरी निकासी एकदमै कम, एकदमै न्यून तल झरेको अवस्था छ। जङ्गलमा चोर तस्करहरूले जङ्गलमा रुख काट्ने, ढाल्ने जस्ता गतिविधि सुन्ने अवस्थामा छ र यदा कदा कहिले काहीँ दाउरा टिप्न जाने मान्छेहरू चाहिँ टिप्न बेला बेलामा लुकाइ छिपाइ गएको कुरा चाहिँ जानकारीमा छ। त्यसो हुनाले यसलाई पनि हामीले अझै व्यवस्थित कसरी गर्न सकिन्छ भन्ने कुराहरू समावेश गरेका छौँ। पानीको मूल संरक्षण, मैले यहाँलाई निवेदन गरौँ, कालिका सामुदायिक वनमा पानीको पर्याप्त स्रोत भएको क्षेत्र होइन र पानीको स्रोत कम भएको खोला नालाहरू सबै खानेपानीको नाममा सबै पाइपलाइनबाट पानी बाहिरिएको छ। जङ्गलमा रहेका जीव जन्तु, चराचुरुङ्गी तपाईँ हामीले वनमा काम गर्न जाँदा पिउने पानी पनि नपाउने अवस्था छ। त्यसो भएको हुनाले वनबाट पानी लिएर आएर खानलाई हामी रोकेका छैनौँ, तर वनभित्र संस्था दर्ता गरेर त्यो पानीलाई अझ व्यापक रूपमा ल्याउने कुरा चाहिँ हामी रोक्ने पक्षमा पुगेका छौँ। किनभने हाम्रा सीमित स्रोतहरूलाई सबै पाइपलाइनभित्र बन्द गरेर चाहिँ पानी बाहिर आयो भने हामी जङ्गलमा आग लागि कसरी नियन्त्रण गर्ने, जङ्गलमा काम गर्दा पानी कसरी पिउने, हाम्रा समस्या छन्। त्यस हुनाले हामी यो दर्ताको प्रक्रियामा चाहिँ हामी जाँदैनौँ। पानी ल्याएर खानालाई पाउने गरी छोड्छौँ, हामीलाई आवश्यक पर्दाखेरि त्यो पानी हामी प्रयोग गर्ने गरी छोड्छौँ। त्यस्तै गरी मूल र यी संरक्षण गर्ने कुरामा हामीले कार्यक्रम अगाडि सारेका छौँ। त्यस्तै गरी दण्ड, सजाय र पुरस्कारको विषयमा पनि हामीले राखेका छौँ। वातावरण सुधार सम्बन्धमा हामीले सामुदायिक वन, पर्यटन, वातावरण, जैविक विविधता कायम राख्दै जानुपर्ने हुनाले स्थानीय निकाय, सामाजिक सङ्घ संस्था, यहाँ रहेका अन्य संस्थाहरू, बुद्धिजीवीहरू सबैसँग साझेदारी गर्दै हामीले वातावरणमा के कति सुधार ल्याउन सक्छौँ त्यो कुरा प्रयत्न गर्ने कोसिस गरेका छौँ। यही हाम्रै अगाडि हाम्रा 8 नम्बरका वडा अध्यक्षज्यू यहाँ स्वयं हुनुहुन्छ, उहाँ स्थानीय सरकार, उहाँलाई हामीले स्थानीय सरकारको रूपमा पाएका छौँ। उहाँलाई धेरै धेरै धन्यवाद छ। आजको यसमा प्रमुख आतिथ्य गरिरहनु भएको छ। हामी उहाँसँग पनि समन्वय गर्दै यो वातावरण सुधारको निमित्त हामीले के गर्न सक्छौँ, कसरी जान सक्छौँ, आर्थिक रूपमा, जनशक्तिको रूपमा गर्ने कुरामा साझेदारी गरी काम सञ्चालन गर्ने कुरा पनि मैले यो वार्षिक कार्यक्रममा समावेश गरेको छु। त्यस्तै गरी वन
वन संवर्धनमा थिनिङ सुधारात्मक कटान, यो थिनिङ सुधारात्मक कटानको बारेमा अध्यक्ष साहबसँग म साधारण सभा पश्चात छलफल गरेर हाम्रो यो वनको अवस्थामा पहिलो कुरा त हाम्रो संरक्षण र वनको अवस्था सुधार गर्ने हो। यो थिनिङ सुधार गर्ने कुरा पनि मैले यहाँ राखेको छु। त्यस्तै गरी पुनरुत्पादन अभिवृद्धि कार्यक्रम, बिरुवाहरूको अब उत्पादन गर्ने, ठुला रुखहरू हामी काट्दै जाने। अनि जङ्गलमा यस वर्ष मैले राम्रोसँग महसुस गरेँ, जङ्गलमा दिगो वनको कार्ययोजना हामीले स्वीकृत गरेर कार्यान्वयन गऱ्यौँ। मलाई जङ्गलमा हरिया रुख काट्नु पर्दा भित्रैबाट मन कुडिएर आएर मलाई दिगदारी लाग्यो, अत्यन्तै नमिठो लाग्यो। तर काटेर जङ्गलमा रुख काटिसक्दा मेरो मन फेरि उदास भएको, मन खुसी लाग्यो। किन होला? सुरुमा काँचो रुख काट्दाखेरि यो काँचो काट्नु पर्यो, कस्तो बाध्यता आइलाग्यो भन्ने लाग्यो। तर काटिसकेपछि हेर्दाखेरि 80% रुखहरू, सबै काटेका रुखहरू धोद्रो मात्रै, सबै धोध परेका, बाहिर कभर मात्रै तपाईँको हरियो बोक्राले अड्याएर बसेको, भित्र काठ पुरै धोद्रो। मलाई लाग्यो त्यसपछि, किनभने यस्ता धोद्रा रुखहरू पालेर भोलि आउने पुस्तालाई हामीले सुन्दर वन दिन सक्दैनौँ। यो जरुरी रहेछ, विज्ञहरूले अध्ययन गरेर नै यो रुखहरू काट्नको लागि हामीलाई अनुमति दिएको रहेछ भन्ने बल्ल मैले बुझेँ। त्यसपछि म अब यसलाई अब पुनरुत्पादनको जोड दिनुपर्ने अवस्था छ। र हामीले गत वर्ष जेठमा, वैशाख जेठमा काटिएका काठहरूको क्षेत्रमा गएर हेर्दा अहिले म बराबरको, म 5 फुट 5 इन्ची छु, म बराबरको बिरुवाहरू पुरै बाक्लो घना उत्पादन भएको छ। अब त्यसलाई काटछाँट गर्नुपर्ने छ, बाक्लोलाई हटाउनु पर्ने छ, त्यहाँ सफा गर्नुपर्ने छ, त्यहाँ आगलागीबाट जोगाउनु पर्ने छ, चरीचरणबाट जोगाउनु पर्ने छ। त्यस हुनाले त्यसलाई वृद्धि गर्ने कुरा चाहिँ एकै वर्षमा धेरै काट्ने होइन। फेरि त्यहाँ पनि मदर ट्री राखिया छ, बिउको लागि ठुला रुख पनि राखिया छ, साना बिरुवालाई उत्पादन गर्ने। अनि त्यसपछि बिस्तारै क्रमबद्ध ढङ्गले 80 वर्षको प्लानिङ गरिएको छौँ। 80 वर्षको प्लानिङ भित्र हामीले वनलाई लिएर जान खोजिरहेका छौँ। आउने पुस्ता, हाम्रो पुस्ताको लागि पुराना रुखले ठेक्छ, आउने पुस्ताको लागि हामीले यो वन राम्रो सुन्दर वन दिन सकेनौँ भने आउने पुस्ताले हामीलाई श्राप छ। तपाईँ हामीले दुःख पनि गरेका छौँ र श्राप पनि खानुपर्छ। त्यस हुनाले मैले यो कुरालाई अगाडि राखेको छु। त्यस्तै गरी कपिसिङ, त्यहाँ काहीँ ठुटा रुखहरूबाट कपिस निकाल्नु पर्ने कुराहरूलाई पनि समावेश गरेको छु। गोडमेल र झाडी सफाई, विडिङ एन्ड क्लिनिङ, यो झाडी सफाई गर्ने कुरालाई पनि मैले जोडदार कारणमा राखेको छु। र एक्ल्याउने कुरा, यो अलि संवेदनशील कुरा भएको हुनाले म प्राविधिक लेभलमा बसेर छलफल गरेर कति एक्ल्याउन सकिन्छ, सकिँदैन, यही वर्ष एक्ल्याउने या अर्को वर्ष एक्ल्याउने भन्ने कुरा चाहिँ छलफलको क्रममा छु। म उहाँहरूसँग, विज्ञसँग बसेर छलफल गरेर यसलाई अगाडि ल्याउने छु। त्यस्तै गरी वृक्षारोपण र वृक्षारोपण क्षेत्रमा थिनिङ, जहाँ रोपण गरिएको छ त्यसलाई थिनिङ गर्नुपर्ने काम छ। र पुनरुत्पादन, रिजेनरेसन, यो प्रोटेक्सनलाई संरक्षणमा जोड दिने कुरा पनि उल्लेख गरेका छु। नसक्दा वृक्षारोपण, वृक्षारोपणमा हामीले जोड दिएका छौँ। हामीसँग त्यति ठुलो खाली जमिन छैन, केही रहेको जमिनहरूमा एउटा विवाद सिर्जना भएको छ। खाली चौरमा काहीँ चरीचरण गर्नुपर्ने, काहीँ मान्छेहरूले चाहिँ त्यो भोलि तिमीले जग्गा नापिदिइहाल्यो नि, तारबार लगाइदिइहाल्यो नि, त्यो जग्गा त हामीलाई त दिन लाग्यो सरकारले जस्ता कुरा उठान गर्नु भएको छ। त्यो वन नापेर नक्साङ्कानमा भइसकेको जमिन अब कसैले प्राप्त गर्ने कुरा चाहिँ मलाई त्यस्तो लाग्दैन। त्यस हुनाले उहाँहरूलाई पनि राखेर छलफलको क्रममा जनप्रतिनिधिलाई साथमा लिएर यी कुराहरू पनि मिलाउनु पर्ने जरुरी छ। त्यस्तै गरी वन विकासतर्फ यो सामुदायिक वनको मार्गदर्शन पहिला 2071 थियो, अहिले 81 प्राप्त भएको छ। यो मार्गदर्शन मेरो साथमा छ। यो मार्गदर्शनले भने अनुसारको काम गर्न सामुदायिक वनलाई एउटा पहिलो चुनौती देखा परेको छ। किन? हामी एउटा ढर्राबाट आइरहेको, फेरि अर्को चरणबाट अर्को ढर्राबाट अगाडि बढ्नको निमित्त के अप्ठ्यारा महसुस हुन सक्छ, तर आम जनताको हितमा छ। सामुदायिक वन सञ्चालन गर्न अलिक कठिन त हुन्छ नै,
किनभने हामी एउटा चरणबाट आइरहेका छौँ। त्यो चरणबाट अर्को चरणमा जाँदाखेरि हामीलाई केही अप्ठ्याराहरू केही असहजताहरू त हुन सक्छ, तर आम जनताको निमित्त हितकारी छ र त्यो कार्यान्वयन गर्ने कुरामा म जोडदारका साथमा यहाँहरूलाई निवेदन गर्न चाहन्छु। त्यस्तै गरी यो 71 अनुसार वन संरक्षणमा टोटल आम्दानीको 25% खर्च अनिवार्यता। त्यस्तै गरी यो मार्गदर्शन 81 ले 35% गरिब विपन्न महिला जीविकोपार्जन जस्ता कार्यक्रममा अनिवार्यता राखेको छ। त्यसलाई मैले यसपालिको बजेटमा बजेटिङ गर्दाखेरि नै ती शीर्षकहरूलाई ध्यान पुर्याएर बजेटिङ गरेको छु। त्यस्तै गरी वन व्यवस्थापनको दृष्टिकोणले प्रदर्शन स्थल, जहाँ हामीले वन संरक्षण व्यवस्थापनको दृष्टिकोणले चाहिँ प्रदर्शन स्थल निर्माण गर्ने भनेका छौँ। हामीले यो गौहटेको चाहिँ यो रातमाटी फन पार्क अगाडिको लाई चाहिँ हामी प्राकृतिक वनको रूपमा चाहिँ नमुना ब्लकमा राखेका छौँ। एउटा सानो खण्डमा थोरै मात्रै त्यही वनलाई हामीले प्रदर्शन मार्ग बनाउँछौँ। त्यहाँ रहेका निश्चित दूरीमा बिरुवा राख्ने प्राविधिक दृष्टिकोणबाट, विज्ञको दृष्टिकोणबाट र अनावश्यक बोट बिरुवाहरू झाडी झुलहरू हटाउने, धेरै बाक्लाहरू पनि हटाउने कुरालाई चाहिँ हामीले प्रदर्शन मार्ग प्रदर्शन स्थल भनेका हौँ। प्लस जलवायु परिवर्तन सम्बन्धी सार्वजनिक सुनाई, वन ऐन नियमावली मार्गदर्शन, विधान कार्ययोजना सम्बन्धी सचेतना तालिम, आय आर्जन स्वरोजगार सम्बन्धी कार्यक्रम र तालिम, महिला बालबालिका गरिब विपन्न सीमान्तकृत परिवारलाई शिक्षा स्वास्थ्यमूलक तालिमको व्यवस्था। म बुझ्ने भएपछि मैले प्रचार प्रसार क्रमलाई जोड दिएको छु। त्यस्तै गरी अध्ययन अवलोकनसँग यो कुरा चाहिँ क्षमा माग्न चाहन्छु। र सम्पन्नता स्तरीकरण मैले यहाँलाई निवेदन गरेको छु। हामी सम्पन्नता स्तरीकरणको आधारमा गरिब विपन्न सीमान्तकृत छुट्याउनेछौँ। छिमेकमै रहेका उपभोक्ताहरूले म किन परिन, सामुदायिक वन मेरो पनि हो, मैले पनि वन संरक्षण गरेको हो, योगदान मैले पनि गरेको हो भन्ने कुरा यहाँले उठाउनुहुन्छ, मैले सुन्ने गरेको छु। तर गरिब विपन्नहरूलाई विशेष ढङ्गले सीमान्तकृत परिवार र सम्पन्नता स्तरीकरणको आधारमा सामुदायिक वनले सेवा सुविधाको चाहिँ व्यवस्था मिलाएको छ। यो ऐनले पनि व्यवस्था गरेको छ र यो सबै सामुदायिक वनले यही ढङ्गबाट अगाडि बढेको छ। मलाई निर्देशन पनि यही प्रकारको छ। गरिबी न्यूनीकरण आय आर्जनमा सामुदायिक वनमा विपन्न वर्गका इमान्दार पारिश्रमिक उपभोक्तालाई आय वृद्धि गर्ने उद्देश्यले विभिन्न किसिमका आयमूलक कार्यक्रम सञ्चालन गरिनेछ। जस्तै फलफुल खेती, तरकारी खेती, मौरी पालन, उन्नत बङ्गुर, गाई पालन, जडीबुटी खेती, वैदेशिक रोजगार गर्न समूहले सहुलियत ब्याजमा ऋण समेत लगानी गर्ने कुरा गरेको छ। त्यो त फेरि ऋण गरेर तालिम प्राप्त गरेर मात्रै, किनभने मैले ऋण वैदेशिक रोजगारमा रोक्न मैले सक्दिनँ। आउनुहुन्छ, रुनुहुन्छ, कराउनुहुन्छ, मौका दिनु भएन भन्नुहुन्छ। अब उपभोक्ताकै सम्पत्ति हो, त्यसो हुनाले मैले घुम्ती कोषको व्यवस्था गरिदिएको छु। पशुपालनमा लगानी, सहुलियत दरमा ऋणको कुरा मैले भने यो घुम्ती कोषको व्यवस्था मिलाइदिएको छु। त्यसै अनुसारको चाहिँ कार्यक्रम अगाडि बढ्नेछ। दीर्घकालीन योजना, आगामी सामुदायिक वनले 10 वर्षे वन कार्ययोजना निर्माण गरेको छ। तर सामुदायिक वनले 10 वर्षे वन कार्ययोजना दिगो वन कार्यक्रम लागू गरिरहँदा सामुदायिक वनले पनि आगामी वर्ष कम्तीमा पनि 5 वर्ष पछाडि हामी के गर्दैछौँ, कसरी जाँदैछौँ भन्ने कुरा विज्ञहरू र सामुदायिक वन र यहाँ बुद्धिजीवी जनप्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि साथीहरूको बिचमा बसेर व्यापक छलफल गरेर भावी कार्यक्रमको तय दिशा निर्देश रूपमा चाहिँ भावी कार्यक्रमको योजना तर्जुमा गर्नेछ। त्यो कुरा पनि मैले यसै वर्षबाट प्रारम्भ गर्ने गरी राखेको छु। त्यस्तै गरी सामुदायिक विकासतर्फ पनि राखेको छु। शैक्षिक क्षेत्र, छात्रवृत्ति, पुँजीगत अनुदानको कार्यक्रम पनि राखेको छु। मैले सबै पढौँ भने समय अभावको कारणले फेरि यहाँहरू उठेर जानुहुन्छ, कुर्सी खाली हुन्छ, कसलाई सुनाउने। म छोटकरीमा भनिरहेको छु। र त्यस्तै गरी यहाँहरूले बुझ्नलाई सामुदायिक वनसँग सम्पर्क राख्नु होला। म यस वार्षिक कार्यक्रमको कपी प्रत्येक क्षेत्रमा फोटोकपी गरेर पठाउने छु। क्षेत्रीय अध्यक्षज्यूहरू,
क्षेत्रीय समितिका मेरा मित्र साथीहरूलाई यो कुरा यही मञ्चबाट यसै ढङ्गबाट मैले यहाँलाई जानकारी गराउन चाहन्छु र यहाँहरूले त्यो पुस्तक लिएर कार्यक्रम क्षेत्रबाट तय गरेर सामुदायिक वनलाई पठाइदिने कुरा पनि यहाँहरूको दायित्व र जिम्मेवारी हो। सामाजिक सङ्घ संस्थालाई सहयोग र अनुदान जनताको उपभोक्ताको, मैले त फेरि जनता भन्ने बित्तिकै सबै जनता, तर विशेष मलाई एउटा लक्ष्मण रेखा कायम गरिएको छ, त्यो मेरो आम उपभोक्ता भन्दा बाहिर म जान सक्ने अवस्था छैन। मानवीय दृष्टिकोणले सेवा गर्ने अर्को कुरा हो, तर सामुदायिक वनको उपभोक्ताको सीमाभित्र मैले सामुदायिक वनको तर्फबाट दिनुपर्ने सहयोग र यस संस्थाले आम जनताको हितमा सरकार राख्ने विषयमा सहयोग पुर्याउने कुरामा म विभिन्न सङ्घ संस्थासँग साझेदारी समन्वय गरेर आम जनताको सेवाको काममा चाहिँ यो वार्षिक कार्यक्रमले तय गरेको छ। त्यस्तै गरी सामाजिक सुरक्षा यो पटक पटक कुरा उठिरहेको छ। छिमेकी सामुदायिक वनले के गर्छन्, हाम्रो सामुदायिक वनमा त्यही प्रभाव पर्छ। अर्कोले के गर्यो, कतिपयले त्यही कुरा ल्याउनुहुन्छ। सामाजिक सुरक्षा भन्नाले मैले वृद्धलाई मात्र सामाजिक सुरक्षा भनेको होइन। अपाङ्ग हुनुहुन्छ, सामाजिक महिला हुनुहुन्छ, बच्चा बच्ची केटकेटी छन्, टुहुरा छन् होइन, त्यस्तै गरी तपाईँको चाहिँ दीर्घरोगी छन्, यी सबै सामाजिक सुरक्षा अन्तर्गतको कार्यक्रम, आम उपभोक्ताको सामाजिक सुरक्षाको कार्यक्रम यो वर्ष तय गरेको छु। यहाँहरूले सामुदायिक वन सुरु गर्दा मेरो त जुङ्गाको रेखी बल्ल बसेको थियो, आज सेतै छु। यहाँहरूले हिजो सेतो दारी जुङ्गा बोकेर वन संरक्षण गरेको अवस्था आज लट्ठी बोक्दै हुनुहुन्छ। मैले त्यसो भएर सामुदायिक वनले यी वृद्धहरू, यी यस्ता व्यक्तित्वहरूप्रति ध्यान पुर्याउनै पर्ने जरुरी रहेको हुनाले मैले यो कार्यक्रम अगाडि सारेको छु। त्यस्तै स्वास्थ्य कोष, हाम्रो उपभोक्ता बिरामी हुनुहुन्छ, गरिबी छ, समस्या छ, अभाव छ, छोरा अमेरिका छ, बुहारी अस्ट्रेलिया छ, अथवा छोरी कहाँ छ, बाबामा घरमा रोइरहनु भएको छ, आर्थिक अभावको पनि छ, समस्या पनि छ, सेवा कसले गरिदिने, ती विषयमा पनि मैले यो कार्यक्रमलाई समावेश गरेको छु। त्यस्तै गरी पर्यटन र पूर्वाधार विकास सम्बन्धमा पर्यटन पूर्वाधार क्षेत्रमा 46.18 हेक्टर रातमाटे फन पार्क अन्तर्गत राखिएको हो। यसलाई त्यही ढङ्गले लिएर जाने भनेको, तर रातमाटे फन पार्कको विषयमा प्रदेश सरकारबाट मलाई प्रत्येक वर्ष सहयोग प्राप्त भइरहेको छ, सानो थोरै धेरै, तर पार्क भन्ने बित्तिकै यस्तो समुद्र रहेछ, त्यहाँ जति खनाए पनि नपुग्ने रहेछ। त्यस हुनाले त्यसलाई व्यवस्थित गर्नको निमित्त म सामुदायिक वनको तर्फबाट मात्रै त्यो पार्कलाई व्यवस्थित गर्न सकिने अवस्था मैले देखिरहेको छैन। मैले यहाँ जनप्रतिनिधिहरू, राजनीतिक दलका व्यक्तित्वहरू, विभिन्न सामाजिक सङ्घ संस्थाहरूका मित्रहरू र आम उपभोक्ताको बिचमा आज मैले यो कुरा भन्नै पर्छ। त्यो रातमाटे फन पार्क कालिका सामुदायिक वन एक्लैले तपाईँको त्यहाँ केही गर्न सक्ने अवस्थै छैन। जति प्रयत्न गरे पनि त्यहाँ आम जनताको बिचमा तपाईँको त्यो खालको त्यहाँ केही समस्याहरू छन्, केही महत्त्वपूर्ण समस्याहरू छन्। पार्क भन्ने बित्तिकै पार्क जस्तो हुनु पर्यो। अहिले धेरै मान्छेले भन्छन् तपाईँहरूको यो पार्क हो कि भैँसी पार्क हो, भैँसी चरिरहेको हुन्छ अनि भैँसी पार्क भनिन्छ। एउटा सवाल हो। अर्को सवाल, वैशाख 1 गते मेला लाग्छ, त्यहाँ त्यो धेरै अगाडिबाट चाहिँ वैशाख 1 गते मेला लाग्छ। त्यो खेल मैदान बनाउने कि पार्क बनाउने, कहाँ बनाउने, के बनाउने? मलाई याद छ कङ्काली सामुदायिक वनले पार्क निर्माण गरिरहँदा सुरुमा फटाफट समिति बस्दै एउटा काम गर्नुभयो। अन्तिममा तपाईँको चाहिँ डिपिआर तयार गरेर लिएर आउँदाखेरि त्यो सबै भत्काउनु पर्यो। त्यसो हुनाले त्यो बजेट फेर जान्छ, नोक्सानी हुन्छ, समय बर्बाद हुन्छ। त्यस हुनाले त्यसको एउटा ठिक छ, त्यो डिपिआर तयार गर्ने सामुदायिक वनले जति पैसा पर्छ डिपिआर बनाउने सामुदायिक वनले हाल्छ र त्यो डिपिआर तयार गरिसकेपछि निश्चित ठाउँमा के गर्ने, कुन गर्ने भन्ने कुरा डिपिआरमा उल्लेख भए अनुसारको काम गरेर अगाडि जाने भन्ने मलाई लागेको छ र त्यही कुरा मैले यसमा समावेश गरेको छु। र केही जटिलता त्यहाँभित्र छन्, काम गर्न सकिने अवस्था देखिँदैन, सुरक्षाको अवस्था देखिँदैन। अहिले गाँजा खाने, ट्याप खाने
लट्ठुहरूको त्यो अखाडा छ। त्यहाँ जाने भने सिरिन्जको यत्र थुप्रो देखिन्छ। उनीहरूलाई पनि सुरक्षित स्थल बनाइदिएको देखिन्छ। कोही बोल्न सक्ने अवस्था छैन। छिमेकमा रहेका स्थानीय जनतासँग सोद्धा हामीलाई बोल्न बाध्य नगर्नुहोस्, हामी सुरक्षित छैनौँ भन्ने महसुस हुन्छ। यो कुरा हामी आम जनता, स्थानीय निकाय, स्थानीय व्यक्ति र त्यो जुन घर परिवारको घरको अभिभावक हो त्यो अभिभावक पनि जिम्मेवार हुनुपर्छ। सबै उहाँहरू आफ्ना समस्या सिर्जना गर्ने, समाजलाई अस्थिर बनाइदिने, असुरक्षा बनाइदिने, राति दिशा पिसाब गर्न महिला दिदीबहिनी बाहिर आउनलाई डराउनु भएको अवस्था छ। माथि उल्लिखित विषयवस्तु वा अन्य छुट भएका विषयवस्तुको कार्यान्वयन कार्य समितिको बैठक बसी परिषद सभा साधारण सभाबाट आवश्यक नीति नियम बनाई कार्य गर्न सकिनेछ। सामुदायिक वन विकास, व्यवस्थापन, सम्वर्धन, सदुपयोग जस्ता विविध विषयमा महत्त्वपूर्ण सहयोग गर्नुहुने उपभोक्ता सदस्यज्यूहरू, जिल्ला वन कार्यालयका प्रतिनिधिज्यूहरू, समाजसेवी जनप्रतिनिधिहरू, विभिन्न समितिका पदाधिकारीज्यूहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ। साथै आगामी दिनहरूमा पनि सामुदायिक वन उपभोक्ता समूहको दिगो चौतर्फी विकासको लागि महत्त्वपूर्ण सहयोगको यहाँहरूकोबाट आशा राख्दै, पूर्ण भरोसा राख्दै अपेक्षा राख्दछौँ। धन्यवाद। मलाई एउटा पत्र प्राप्त सुन्यौँ। धेरै यो उपभोक्ता यो कालिकाले गर्नुपर्ने आफ्ना भूमिकाहरू, आफ्ना रणनीतिहरू धेरै समेटेर गर्नुपर्ने जुन कर्म थियो त्यो कर्महरू असाध्यै अगाडि बढेको जस्तो अनुभव पनि गऱ्यौँ र यसले आम्दानीका स्रोतहरू पनि विभिन्न तरिकाबाट अगाडि बढाएको एउटा समिति बलियो राम्रो हुँदा उहाँहरूको जाँगर, उहाँको योगदानबाट हामी उपभोक्ताहरूले पाउनुपर्ने सुविधाहरूमा कुनै पनि कमी कमजोरी नगरेको, विपन्न वर्गलाई गर्नुपर्ने कुराहरू, रोजगारीका कुराहरू, तालिमका कुराहरू असाध्यै व्यवस्थापन गरेको र यो कार्य समितिले गर्नुपर्ने आफूले सक्ने सारा चिजहरू चाहिँ नै हामी उपभोक्ताहरूलाई दिएकोमा उहाँहरूलाई धन्यवाद दिन पनि चाहन्छु। त्यसै पनि एउटा पोख्त अध्यक्ष पाएका थियौँ हामीले 2-3 कार्यकालदेखि नै उनलाई यो वन भनेको एउटा संवेदन क्षेत्र पनि हो। यसमा धेरै चिजहरूबाट बचेर सबैसँग मिले हातेमालो गरेर अगाडि बढ्नु पर्ने हुन्छ। कहाँबाट कहाँ कसले कसलाई फसाइदिन्छ यो वन त गाह्रो चिज छ। यसको उपभोक्ता समितिको अध्यक्ष बनेर चलाउनलाई धेरै चलाखो हुनुपर्छ। चलाखो भएन भने गाह्रो पर्छ। त्यसैले हामीले अहिलेसम्म एउटा निडर, एउटा दक्ष, एउटा इमान्दारी अध्यक्ष यो कालिका वनले पाएको हुँदा आज यो वन हराभरा भएको देख्न पाउँदा म पनि एउटा उपभोक्ता समितिको सदस्यको नाताले म असाध्यै खुसी छु। र भाइलाई अब यो मेरो भाइ पनि हो, भाइसरको मान्छे हो, हामी सँगै हुर्केको सँगै घुमेको, उसले यही यो उपभोक्ता समिति नै मेरो परिवार भनेर भाइ यसैमा होमियो र यसमा लागेको छ। उसको खासै अब बिहे पनि गरेको छैन, सन्तान पनि छैन, उसलाई कमाउनु पर्ने पनि छैन। त्यसैले उसले जुन यो उपभोक्ता समिति यो मेरो परिवार हो, म यो परिवारलाई केही गरेर देखाउँछु भनेर आज धेरै कुराहरूको व्यवस्थापन यो लगभग 3 कार्यकाल जस्तै खायो होला। अब आउने कार्यकालमा चाहिँ उसले नपाउने अवस्था छ, त्यो यसको विधानले दिँदैन। त्यसैले आफू जस्तो नभए पनि आफूले यो कार्य समितिका साथीहरूलाई दक्ष आफू जस्तै लगभग वरपर मात्रै भने पनि एउटा